र विशेष साथीहरू होइन, अब मैले के काम गर्छ कसो गर्छ भन्ने कुरोहरू चाहिँ मैले स्पष्ट रूपमा अगाडिको भिडियोमा राखिसकेको छु। र अनि एक दुईजना भाइ बहिनीहरू जो चाहिँ अब त्यो पार्टीको झोलेहरू, त्यो नेताको पछि पुछरेहरू भएर हिँडिन्छ नि, उनीहरूले चाहिँ के भन्थ्यो भनेदेखि आफ्नो स्ट्यान्डर्ड लेभल पनि मेन्टेन गर्नु नि अरे हो। अनि जुनसुकै भिडियो किन बनाउनु, स्ट्यान्डर्ड लेभल मेन्टेन गरेर पो बनाउनु अरे क्या। अनि मलाई चाहिँ के लाग्छ भने यही सोचले चाहिँ हामी चाहिँ यही घमण्डले, यही सोचले हामी पछाडिँदैछौँ क्या। अनि दुई चारजना मान्छेले चिन्नु, दुई चारजना मान्छेले हाई हेलो फल्ना राम्रो छ नि भन्ने बित्तिकै स्ट्यान्डर्ड लेभल वात्तै बढिहाल्नु है तिमीहरूको सोचमा चाहिँ। अलिअलि स्कुल पढ्यो, क ख एबिसिडी सिक्यो भने पास भयो, अरू कोही केही पनि होइन भन्ने सोच राख्छौ नि भाइ बहिनीहरू। त्यो सोचले नै तिमीहरू हामीहरू पछ्याइदिएको। अरे शिक्षा लिन्छौ नि भाइ बहिनीहरू, त्यो शिक्षा चाहिँ समाजको निम्ति पनि काम लगाऊ। भात खानु मात्रै लागि हो भनेदेखि पढ्नु पर्दैन भाइ बहिनी। भात मात्रै त कुकुर बिरालोले पनि खाइरहेको छ, पशु प्राणीले पनि खाइरहेको छ नि, बाँचिरहेकै छ। बाँच्नुको लागि पढ्नै पर्छ भन्ने होइन। पढ्नु भनेको चाहिँ सही ज्ञान लिएर चाहिँ समाजलाई अलिकति भए पनि समाजको निम्ति योगदान दिउँ भन्नु हो। स्कुल कलेज सक्ने बित्तिकै यत्रो छाती फुल्लाएर भयङ्कर भएर बाठे भएर अरू कसले पनि के पनि जान्दैन भन्नु चाहिँ स्ट्यान्डर्ड लेभल होइन भाइ बहिनी। अनि अन्याय ठुलो र सानो हुँदैन, अन्याय नै हो। घोटाला भनेको घोटालै हुन्छ। अनि त्यो घोटाला, अन्याय, अत्याचारको विरुद्ध चाहिँ जहाँ पनि जहिले पनि मिटर भएर बोल। के हो स्ट्यान्डर्ड लेभल? त्यस्तो हुनुपर्छ मान्छेको स्ट्यान्डर्ड लेभल क्या। अब तिमीहरूको विचारमा चाहिँ स्ट्यान्डर्ड लेभल चाहिँ के रहेछ भनेदेखि अब मलाई दुई चारजनाले चिन्नु थाल्यो, जसुकैसँग बोल्नु हुँदैन, जतासुकै बसेर खानु हुँदैन होइन। तर मेरो नजरमा चाहिँ स्ट्यान्डर्ड लेभल कस्तो हुनुपर्छ भन्दाखेरि चाहिँ तिमी ठुलो ठाउँमा पुगेर पनि सानो मान्छेहरूसँग जुडेर बस। तल्लो लेभलमा म श्रमिकको छोरा हो, म श्रमिक नै हो, मेरो बाउ पनि आमा पनि श्रमिक हो, अनि मेरो स्ट्यान्डर्ड लेभल नै त्यही हो होइन। त्यही भएर त म श्रमिकको दुःख कष्ट, मजदुरको दुःख कष्ट, गरिब दुःखीको दुःख कष्ट, अन्याय अत्याचारको कुराहरू देखाउँदै भिडियो बनाउँदै हिँड्छु। कस्तो भिडियो बनाइदिनु अब मैले? मेरो स्ट्यान्डर्ड मेन्टेन गर्नुहुन्छ भाइ बहिनी हो। कस्तो भिडियो बनाउनु भन त? तिमीहरूको नजरमा स्ट्यान्डर्ड लेभल कस्तो हुनुपर्छ मान्छेको भाइ बहिनी हो? तिमी नि पाइलट हो, आकाशमा प्लेन उडाऊ, एरोप्लेन उडाऊ कि, तर ल्यान्डिङ र टेक अफको निम्ति चाहिँ जमिन चाहिन्छ। त्यो जमिनलाई कहिल्यै नभुल्नु। रुख जति नै अग्लो भयो, संसारै ढाकेर गयो भने जरा चाहिँ जमिनमै हुनुपर्छ। अनि म चाहिँ स्ट्यान्डर्ड लेभल त्यसलाई भन्छु। अनि भारतले के काम गर्छ भन्दै सोध्नेहरू जो छ नि कतिजना, अब यो झोलेहरू, अब तिमीहरूले पहिला तिमीहरूको काम हेर के काम गर्छौ भनेर। त्यो झोला बोकेर नेताको पछि हिँडेर कहिलेसम्म? अनि मैले एक्सपोको भिडियो बनाएँ, तिमीहरूलाई त्यत्रो पोलेछ, कतै तिमी पनि कमिटीमा थियौ कि भाइ हो भाइ है। अनि मैले भने नि एडुकेटेड अनइम्प्लोय युथले चाहिँ दार्जिलिङको क्यापिटल हलमा एक्सपो अर्गनाइज गरेको हो। त्यहाँ लेखेकै छ है, मैले मुखले भनेको होइन, लेखेको छ नि। अनि अब सालै पछि दार्जिलिङको कलेजहरूमा चाहिँ होइन, एउटा कलेजबाट कतिजना स्टुडेन्टले चाहिँ ग्रेजुएसन कम्प्लिट गरेर निस्किँदैछ होला। तिनीहरू सबै अनइम्प्लोय हो भाइ, सबैले नोकरी पनि पाउँदैन। तर के सबै हामी अनइम्प्लोय छौँ, हामी बेकारी हौँ, अब पढेको छौँ भनेर एक्सपो लगाउँदै हिँड्नु? तिमीहरूको भनाइमा त त्यस्तो पो बुझ्यौँ त मैले त। अरे भाइ हो, यहाँ मैले देखाउँदैछु तिमीहरूलाई, यहाँ यो अम्बकको बिजन हो होइन, यो अभागाडो हो एकदमै। भारतले के गर्छ भन्दा यो राम्रो खाले अभागाडो हो। यो रोप्दैछु, मेरो घरमा पनि रोपेको छु। यो राम्रो खाले अम्बक हो होइन। यहाँ माथितिर अम्बकहरू पुरै रोपेको छु यहाँनिर, अनि राम्रो खाले अम्बकहरू रोपेको छु भाइ बहिनी। अनि यो चाहिँ मैले भयङ्कर भएर यत्रो छाती पारेर अम्बकको जरा छुनै नहुने, माटो छुनै नहुने भएन हुन्छ कि मैले पनि एक्सपो गर्नु पर्छ होइन।
अनि कतिजना कलेजबाट नि हरसाल बेकारी भएर पढाइसकेर डिग्री हातमा लिएर आउँदैछ नि भाइ बहिनी, उनीहरूले डल्लैले एक्सपो गर्नु थाल्यो नि त नि भाइ। सुपर मार्केट अगाडि पनि एक्सपो, एनटी कलेजमा पनि एक्सपो, गोर्खा स्टेडियममा पनि एक्सपो, चौरस्तामा पनि एक्सपो, जिडिएनएसमा पनि, हाई स्कुलमा पनि सबै एक्सपो हुन्छ त। सबै एक्सपो बनिन्छ, सबै एक्सपो हुन्छ। त्यतिले पनि जग्गा पुग्दैन, त्यहाँबाट त चाहिँ एक्सपो त तल जामुनेमा पनि लगाउनु पऱ्यो, सिङ्लामा पनि लगाउनु पऱ्यो, कमानमा बस्तीमा एक्सपो लगाउनु पऱ्यो। अनि एक्सपो गरेर चाहिँ एक्सपो अर्गनाइज गरेर चाहिँ एउटा अनइम्प्लोय युथले कति कमाउँछ थाहा छ? मलाई थाहा छैन भन्छ होला भाइहरू। 1.5 लाख रुपियाँ त तिमीहरूले म्युनिसिपालिटीकोबाट सायद 1.5 लाख रुपियाँमा त तिमीहरूले त्यो हल बुक गरेको होला होइन। त्यहाँबाट डिपार्टमेन्ट कतिवटा इलेक्ट्रिक हो, फायर ब्रिगेडको सबैबाट तिमीहरूले जुन निकाल्छौ नि पर्मिसनहरू सबैमा पैसा दिनै पर्छ होइन, सबैमा पैसा लाग्छ। तिमीहरूको 1.5 लाख रुपियाँ 2 लाख रुपियाँ त त्यहीँ तुर्छ। अनि तिम्रो दोकान त एउटा पनि हुँदैन त्यहाँ, तिमीले त अचार पनि बेच्दैनौ, एउटा मोचाधरि पनि बेच्दैनौ, एउटा पन्जा पनि बेच्दैनौ, त्यहाँ थाहा छ। त्यहाँ बेचबिखन गर्ने त डल्लै मधेसबाट आएको हुन्छ नि होइन। अचार बेच्ने पनि, ड्राई फ्रुट बेच्ने पनि, त्यो दरी बेच्ने पनि, सोफा बेच्ने पनि डल्लै तल मधेसकोहरू आएको हुन्छ। अनि तिमीले चाहिँ त्यो मधेसकोहरूलाई चाहिँ नि तिमीहरूले चाहिँ 3 लाख रुपियाँ, 3.5 लाख रुपियाँ, बेसी भनेको 5 लाख रुपियाँमा चाहिँ त्यो पर्मिसन बेचेको हुन्छ। अनि टिम चाहिँ कतिजनाको हुन्छ? 10 जना होइन, 2 लाख त खर्च भयो। अनि 5 लाखमा बेच्यो भने हातमा 3, 10 जनालाई बाँड्दा 33,000। सालमा एउटा एक्सपो गरेर 33,000 बाँडेर चाहिँ तिम्रो बेकारी समस्या समाधान हुन्छ? तिम्रो त्यति नै हो सो, त्यहाँदेखि माथि छैन कि सबै चोरेर पास भयो? नेताकै ढ्याङको त होइन होला नि भाइहरू होइन। याद गर है भाइ बहिनीहरू, युवाहरू चाहिँ एक्सपो डाइस हाउसमा मात्र होइन, अरू कुरामा पनि ध्यान देऊ, बुझ्यौ?